बोक्सीको छोरा। यो कथा सुरु हुन्छ पहाडी जिल्लाको एउटा सानो गाउँबाट, जसको नाम सिलोटे गाउँ थियो। गाउँ एकदमै सुन्दर थियो। खेतहरू हरियाली, हावामा आलु र मकैको गन्ध आउने। तर त्यही गाउँमा बस्ने मान्छेहरू एउटा कुराले त्रसित भएका थिए, बोक्सी। गाउँको पुरानो मान्छेहरूले भन्थे, त्यो सीता भन्ने केटी एक नम्बरको बोक्सी हो। उसको छायाले पनि रोग फैलाउँछ। सीता, जो एक शान्त न्यानो मनकी महिला थिइन्, उनको एक्लो छोरा अरुण 5 वर्षको थियो। तर गाउँलेहरूले उनको दया होइन, डर देख्थे। कसैले भाले मारेको हो भन्ने सीता कारण, कसैले बच्चा बिरामी पर्यो भन्ने बित्तिकै सीता बोक्सी हो। गाउँको भिडले अन्तत उनलाई सजा दियो, र त्यो सजा एकदमै दर्दनाक थियो। एक रात गाउँलेहरूले भिडमा उनलाई जलाए र उनलाई त्यहीँ जलाएर मारे। अरुण त्यो बेला डरले लुकेको थियो। बिरुवाको छेउबाट हेर्दै आफ्नो आमालाई बोक्सी भन्दै जलाउँदै गरेको दृश्य देखिरहेको थियो। त्यो रातको चिच्चाहट र आगोको रन्काले उनको जीवन नै बदलियो। आमालाई जलाएको पीडा उसको मनमा थियो। 15 वर्ष बितिसकेको थियो। गाउँको स्वरूप बदलियो। नयाँ सडक, मोबाइल टावर, तर मानिसहरूको सोच भने पहिलेकै जस्तै। एक दिन गाउँको बाटोमा मोटरसाइकल रोकियो। टाउकोमा हेलमेट, कालो ज्याकेट र काँधमा ब्याग। उही अरुण फर्किएका थिए। गाउँलेहरूलाई ऊ अपरिचित लाग्न थाल्यो। कोहीले भन्थे, शहरको केटा होला, बाटो सोध्न आएको होला, कि यो गाउँ भ्रमण गर्न आएको होला। तर अरुण गाउँको पुरानो बाख्राको बथान छेउ पुग्दा एकदमै हौसिन्थ्यो। यहाँ नै म लुकेको थिएँ त्यो रात, उसले मनमा नै यो कुरा भन्थ्यो। उनी आफ्नो आमाको जलाएको ठाउँमा पुगे। त्यहाँ अहिले एउटा सानो चिहान बनेको थियो। त्यो चिहान कसैले ढुङ्गा राखिदिएको थियो। अरुण घुँडा टेकेर त्यहाँ ढुङ्गा छोए र उनलाई त्यो छुँदाखेरि एकदमै नराम्रो लाग्यो। आमा, म फर्किएको छु, अब तिम्रो बदला म लिन्छु भन्दै उनी रुन लागे। गाउँको मुखिया अहिले पनि उही नै थियो, मधुसूदन सिंह। उनी बाहिरबाट हेर्दाखेरि ठूलो नेता जस्तो देखिन्थे। सक्समा परेकालाई सहयोग गर्ने, मेलमिलाप गर्ने, गाउँमा केही भइहाल्यो भने राम्रो काम गरिदिने। तर अरुणको आँखामा उनी नै त्यो रातको अपराधी थिए। अरुणले जानकारी लिन सुरु गर्यो। उनले गाउँको सबै युवासँग कुरा गर्यो कि सीता भन्ने कोही थिइन् यहाँ, के तपाईँ सीतालाई चिन्नुहुन्थ्यो? यस्तो खालको प्रश्नहरू। त्यो खबर सुन्दाखेरि सबैजना मौन भएर बस्थे। तर एउटा बुढी आमाले भने, उसको कुरा मजाले बुझे। त्यो त धेरै वर्ष अघि भएको कुरा हो बाबु। सीता त निर्दोष थिई। उनलाई म मजाले चिन्थे। शान्त स्वभावकी, बोल्ने। मसँग त कतिपल्ट हामी खेत बारी पनि खन्न, घाँस काट्न सँगै जान्थ्यौं। तिमीलाई कसले भन्यो कि ऊ निर्दोष थिई? उसलाई म आफैले देखेको थिएँ, कसरी गाउँलेहरूले झुटो आरोपमा जलाए। अरुणले श्वास गहिरो ताने। धन्यवाद आमा, धन्यवाद। त्यो कुरा म कहिल्यै बिर्सिन सक्दिन। त्यो रात अरुण गाउँको पुरानो चौतारामा सुतिरहेको थियो। हावा चल्दै थियो। रुखहरू चरम चरम गर्दै हल्लिँदै थिए। अचानक उसले सुने एकदमै हल्का आवाज, अरुण। त्यो आवाज सुन्ने बित्तिकै उनको रगत जम्यो। को हो त्यो भन्दै कराउन लागे। कसैले उत्तर दिएन। तर आवाज फेरि आयो। अरुण उठेर हेर्छ। झरनाको बाटोमा सेतो कपडामा एउटा छाया देखिन्छ। त्यो छाया हिँड्दै हिँड्दै हराउँछ र उनले भन्छ, आमा।
अरुणको आँखाबाट आँसु झर्छ, तर त्यो उसको मनमा प्रश्न उब्जिन्छ, के त्यो मेरो आमा थिइन् वा कसैले मलाई डराउन खोज्दैछ। भोलिपल्ट अरुण गाउँकै विद्यालयको पुरानो कोठा गए। त्यहाँ गाउँको पुरानो रेकर्डर र कागजहरू राखिएको थियो। त्यसैमा उनले भेटे सीता गुरुङ नामको फाइल। फाइलमा लेखिएको थियो, गाउँका 5 जनाको बयान अनुसार सीता गुरुङ बोक्सी भएको पुष्टि भनेर। ती 5 जना थिए मधुसूदन सिंह मुखिया, गंगाराम, टीका, मायादेवी अनि जगत चौधरी। अरुणको हात काँप्यो त्यो देखेर। यी सबै नै म जिम्मेवारी बनाउँछु र म सजाय अवश्य दिन्छु यिनीहरूलाई। त्यो फाइलमा एउटा सानो नोट पनि लेखिएको थियो र त्यो नोट एकदमै जरुरी मानिन्थ्यो। त्यहाँ लेखिएको थियो, यो कागज नष्ट नगर, यो एक दिन सत्यको प्रमाण बन्नेछ। साँझ पर्न साथ अरुण गाउँको हाटमा गयो। त्यहाँ पुराना मान्छेहरू रक्सी पिउँदै थिए। अरुणले गंगारामलाई भेट्यो। ऊ अहिले वृद्ध तर आँखामा अझै घमण्डी भएका थिए। अनि उनले भने, गंगाराम दाई, तपाईलाई सीता भन्ने महिला सम्झना छ? त्यो सुनेर गंगाराम हाँस्यो। ओहो, त्यो बोक्सी, त्यति बेला त गाउँभर हल्ला थियो। बोक्सी? अरुणले मुस्कुराउँदै भन्यो। र तपाईले के देख्नुभयो? उसले बच्चा बिरामी पार्थी, उसले गाउँलाई बोक्सी ल्याइदिन्थे। र उनले भन्यो, तपाईसँग केही सबुत छ? सबुत? गाउँको कुरा सबुतले चल्दैन, डरले चल्छ। अरुणको अनुहार अब रिसले एकदमै गम्भीर भयो। डर त तपाईलाई पनि चाहिनेछ नि। गंगाराम झसङ्ग भयो। अरुण हिँड्दै टाढा गयो। भोलिपल्ट बिहान गाउँभर खबर फैलियो कि अब गंगाराम मरे भनेर। कसैले भने कि साँझमा उसले आगो ताप्दै थिए, अचम्मले ढले। कसैले भन्थे उसले केही देख्यो रे, केही छाया जस्तै। गाउँमा अब हल्ला फैलियो, बोक्सी फर्किएकी छे भनेर। मुखिया मधुसूदनले सबै गाउँलेहरूलाई भन्न थाले र भेला गरे, गाउँमा फेरि बोक्सीको हातमा आइरहेको छ, सावधान रहनुहोस्। अरुणले यो सबै टाढाबाट सुन्दै मुस्कुराइरहेको थियो। अनि उनले मनमा नै भन्दै थियो, यो त सुरु मात्रै हो, तिमीहरू अब हेर्दै जाऊ के हुन्छ। त्यही दिन बेलुका अरुणलाई एउटा पुरानो महिला भेट्न आइन्। उनको अनुहार डरले भरिएको थियो। तिमी सीता गुरुङको छोरा हो? र उनले भन्यो, हो, म त्यो रात सबै कुरा देखिरहेको थिएँ। सबै कुरा? कस्तो र के देख्यौ? सीता बोक्सी होइनथी। गाउँको मुखियाले उसले घुसको कुरा बाहिर ल्याउँछे भनी डरले सबैलाई उकास्यो। मुखिया हुनुको कारण सबैले उनको कुरा माने अनि पत्याए पनि। तिम्रो आमालाई मर्नै पर्यो ताकि मुखियाको अपराध ढाकियोस् भनेर। बिचारी तिम्रो आमा त्यति सोझो मान्छे, अन्यायबाट टाढा रहने, सबैको भलो चाहने। तिनीहरू कुकुरहरूले उनलाई फसाएर मारे। अरुणको हात मुट्ठी भयो। हामी आफै सोचौं न, यस्तो कुरा आफ्नो आमा सबै थाहा पाएपछि त्यो छोराको हाल कस्तो भयो होला रिसाले। र उनले भन्यो, त्यो अपराध अब म नछोड्ने हो, तिनीहरू सबैले सजाय पाउँछन्। मुखिया मधुसूदनलाई राति निन्द्रा लाग्नै छोड्यो। घरमा हावाहुरी चलेर ढोका पनि चरचर गरिरहेको थियो र बत्ती पनि भर्खर भर्खरै गाउँमा आएको कारण आउँदै जाँदै गर्ने खालको भइरहेको थियो। कहिले काहीँ झ्यालबाट सेतो छाया पनि देखिन्थ्यो। एक रात उसले सारोले चिच्यायो र भन्यो, को हो तिमी? त्यो छायाले उत्तर दियो, म हुँ सीता, म फर्केकी छि। मुखिया अब भने डरले काँप्यो। अर्को बिहान ऊ भने अब बिरामी पर्न लाग्यो। गाउँलेहरूले भने
कि बोक्सीको आत्माले छोएको हो। तर त्यही कुरा सुन्ने साथ अरुण फेरि मुस्कुरायो र भन्यो, म आत्मा होइन, सत्यको छाया हुँ। अरुणले योजना तयार गर्यो। अब ऊ मुखियासँग सिधा भेट्नेछ, तर उसले हिंसा होइन, सत्यको प्रमाण प्रयोग गर्ने सोच्यो। फाइल, साक्षी र पुरानो रेकर्डर लिएर ऊ मुखियाको घर पुग्यो। मुखिया सुतिरहेको देखियो। अरुणले ढोका ठकठक ठकठक गरेर ठकठकायो। उठ उठ मुखिया, अब तिम्रो समय आयो। मुखिया भने डरले थरथर काँप्दै उठ्यो। तिमी को हो तिमी? अरुणले एउटा मुस्कुरान दिँदै भन्यो, त्यो बोक्सीको छोरा जसलाई तिमीले अनाथ बनायौ। मुखिया भने डरले अब कुर्सीमै बसे। मुखियाले भने, म डराएको थिएँ र गाउँलेहरूले पनि मलाई साथ दिए, तर तिमीले मेरो आमाको ज्यान लियौ। अरुणले पुरानो फाइल उसको अगाडि फ्याँक्यो र भन्यो, यो सबुत हो। भोलिपल्ट बिहान गाउँलेहरूले देखे मुखियाको घरमा आगो लागेको छ र कसैले भन्थे यो पक्कै बोक्सीको बदला हो। कसैले भन्थे उसले अपराधको पश्चातापमा आफै आगो लायो होला। तर कोही पनि सत्य जान्दैनन्। अरुण भने गाउँबाट हराइसकेको थियो। उनी कहाँ गए कसैलाई थाहा छैन। तर हरेक वर्षको त्यो रात गाउँको बीचमा एक मान्छे देखिन्छ, ढुङ्गा माथि फूल राख्दै भनिरहेको, आमा आमा, अब कसैले तिमीलाई बोक्सी भन्ने हिम्मत गर्दैन। तिम्रो ज्यान लिनेहरूको म एक एक गर्दै पर्दाफास गर्नेछु। तिमी शान्त भएर रहनु मेरी आमा। साथीहरू, भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। यो कथा अझै टुङ्गिएको छैन। बाँकी रहेका दोषी पात्रहरूलाई अरुणले कसरी सजाय दिने तयार गरेको छ, यो अझै बाँकी छ। अरु सस्पेन्स, अरु थ्रिलर पार्ट 2 मा हामी अवश्य जोड्नेछौँ र पार्ट 2 छिटै र निकै चाँडै आउनेछ। बाँकी रहेको कथा हामी भाग 2 मा अवश्य हेर्नेछौँ र अरु रहस्यमय पात्रहरूको पनि एन्ट्री हुनेछ। शक्ति टेल्स हरर पोडकास्ट युट्युब च्यानललाई सब्स्क्राइब गरी भिडियोलाई लाइक अवश्य गर्नुहोस् र कमेन्टमा बोक्सीको छोरा भनेर लेख्न नबिर्सनुहोस्। छिटै भन्दा छिटै पार्ट 2 मा हामी भेट्नेछौँ। त्यतिन्जेलसम्मको लागि हामीलाई पनि बिदा दिनुहोस् र हामी यो कथाको पार्ट 2 मा अवश्य भेट्नेछौँ।